सर नमस्कार। नमस्कार हजुर। हजुरको सानो परिचय दिनुहोस् त। म झापा चन्द्रगढी हजुर एयरपोर्टबाट चाहिँ आएको। धेरै पहिलादेखि सुनेको थिएँ हजुर यहाँ चाहिँ गाडी यसरी सर्भिसिङ गर्छ अरे कार्बनहरू फ्र्याक्चर अरे भनेर। हजुर अनि समय मिलेको थिएन। आज चाहिँ के कथा गर्ने संजोगले समय मिल्यो। हजुर अनि तपाईँको आएर यहाँ अब फ्री नै रहेछन्। हजुर अनि जस्तो कि अब के चेन्ज पाउनुभयो गाडीमा? पहिला कस्तो थियो अहिले के धेरै यतिखेर स्टप भइसकेको थियो। मैले 4 गियरमा हालेर चाहिँ स्लोमा कुदिरहेको छु। बिना एक्सिलेटर होइन बिना एक्सिलेटर छैन चलाउनु भएको 4 नम्बर गियरमा उहाँले गाडी लगभग 2 किलोमिटर कुदिसके। 2 किलोमिटर उहाँले कुदाइसक्नुभयो बिना एक्सिलेटर बिना क्लच। हेर्नुहोस् यसरी छ। यो कार्बन क्लिनको फाइदा है। यो उहाँको गाडीमा आएको परिवर्तन कार्बन क्लिन गरिसकेपछिको परिवर्तन हो। पहिला यसरी गाडी हिँड्थ्यो हिँड्दैन थियो, बन्द भइहाल्थ्यो नि। बन्द हुन्थ्यो है। 4 को स्पिडमा बन्द भइहाल्थ्यो। 20 को स्पिडमा 4 को स्पिडमा 20 को स्पिडमा हजुरको झन् स्पिड कुद्यो। धन स्पिड कुदायो नि त। ल मैले गियर डाउन गरेँ। अहिले गियर डाउन गर्नुभयो उहाँले। ल उहाँको गाडी यसरी रनिङ भएको छ। यो चाहिँ कार्बन क्लिनको फाइदा। यो इन्जिन नखोलिकन इन्जिन नचलाइकन इन्जिनलाई नयाँ बनाउने, इन्जिनको पावर बढाउने, इन्जिनको आयु बढाउने प्रविधि हो। जर्मन टेक्नोलोजी। यो एकचोटि गरिसकेपछि अफिस चाहिँ यहाँ नै रहेछ। यो हेर्नुहोस् पञ्चकन्या इटरी पश्चिम लाइन पञ्चकन्या हार्डवेयर। सर अरू के भन्न चाहनुहुन्छ हजुरका अरू दर्शकहरूको लागि सवारी साधनको मेरो लागि? साथीहरू पनि आओस्, जति पनि अब गाडी ड्राइभरहरू छन्, गाडी चलाउने गाडी मालिकहरू, जस्तै कि आफ्नो गाडीको चाहिँ आयुलाई चाहिँ लम्ब्याउनु हुनुहुन्छ भने यहाँ कार्बन क्लिन गरेर चाहिँ जानुहोस्। हजुरहरूले आनन्द लिनुहुन्छ। हजुर के हेरेर आउनुभएको थियो यहाँ? के देखेर? केबाट? टिकटकबाट कि यता फेसबुकबाट? मैले लाइभबाट देखेको थिएँ। उहाँको धेरै अगाडिदेखि कन्ट्याक्ट गरिरहेको थिएँ। हजुर उहाँलाई एकचोटि त मैले बिन्ती पनि गरेँ, मिसिन यतै लिएर आउनुहोस् न, हाम्रो नि 40-50वटा गाडी छ हजुर हजुर चन्द्रगढी भद्रपुर एयरपोर्टमा। हजुर अनि उहाँले भन्नुभयो मिसिन अलिकति हल्लेपछि काम हुँदैन भन्ने खालको कुरा गर्नुभयो। र मैले समय पाएको थिइनँ, आज समय पाएँ। त्यही भएर चाहिँ आएर म फुर्सदमा आएर चाहिँ यहाँ काम गरेँ। धेरै खुसी लाग्यो। खुसी लाग्यो? सन्तुष्टि हुनुहुन्छ? एकदम सन्तुष्ट है। हजुर हजुर। ल धन्यवाद सर। धेरै खुसी लाग्यो। चन्द्रगढी एयरपोर्टबाट आउनुभएको रहेछ। उहाँको ट्याक्सी सङ्घबाटै हुनुहुँदो रहेछ। चन्द्रगढी ट्याक्सी सङ्घ एयरपोर्ट ट्याक्सी सङ्घको सदस्य नै हुनुहुँदो रहेछ उहाँले आफ्नो गाडी गराउनु भएको छ। 2 लाख कति रनिङ थियो, 43,000 कति रनिङ थियो उहाँको गाडीमा। सिलप्याक इन्जिन। उहाँको गाडीमा धेरै परिवर्तन आएको छ, चेन्ज आएको छ। जुन कि हजुरको 2016 मोडलको गाडीको बिना एक्सिलेटर बिना क्लचको गाडी लगभग 2.5-3 किलोमिटर रनिङ गरेर आयो। उहाँ 4 नम्बर गियरमा है। ह्याप्पी हुनुहुन्छ नि? एकदम है। ल धन्यवाद सर। धेरै खुसी लाग्यो। भेट्ने मौका पनि पायो, हजुरसँग चिनजान हुने मौका पायो। ठिकै छ। अरू सरको साथीहरूलाई पनि जानकारी गराउनु होला है। यो कुनै फेक होइन, रियल हजुरले भेटायो? एकदम रियल हो। रियल हो नि? रियल है। ल धन्यवाद सर। यहाँहरूको गाडीमा पनि कार्बन क्लिन गर्नु आवश्यकता परे सम्झिनुहोस्। हाम्रो लोकेसन छ इटरी चोकबाट 1.5 किलोमिटर पश्चिम, BYD सोरुमको ट्याकै अपोजिट। हस्त धन्यवाद सबैजनालाई। नमस्कार।